गुफाबाट डोरीको सहारामा ओर्लिँदै हुनुहुन्छ रोहन जिरेल। तल आउँदै हुनुहुन्छ। केयरफुल्ली आउनु होला। हामी गुफाबाट तल ओर्लिँदैछौँ, फर्किँदैछौँ। बिस्तारै आउनु होला। रोहनजीले डोरीको सहारामा तल ओर्लिँदै हुनुहुन्छ। एकदम अँध्यारो छ, हातमा टर्च छ। पछाडि भुसुनाहरू उडिरहेछन्। यो गुफाको नाम हो सिद्ध गुफा। रहेको छ तनहुँ जिल्लाको विमलनगर भन्ने ठाउँमा। रोहन सर माथिबाट आउनु भएको छ, यहाँबाट है देखिँदैन। एकचोटि माथि लाइट बालिदिनु होला, यहाँ देखाइदिनु पर्यो दर्शकहरूलाई। हामी कहाँबाट आएको देखाइदिनुहोस् डोरीको सहारामा। हो त्यहाँबाट माथि माथि देखाइदिनुहोस् आकाशतिर। हो सिधा सिधा अर्को सिधा हामी आएको वेतिर हो यहाँ। अब हामी यता जाँदैछौँ, यता देखाइदिनुहोस् एकचोटि। अघि हामी यता पुगेको थियौँ खोल्छौँ है, यता देखाइदिनु त। हो यहाँ देखियो। हो अब यता सिधा देखाइदिनुहोस्। अब हामी यो जुन भर्याङ देखाउनुहोस्, भर्याङ। यो भर्याङको सिधा लाइट लानुहोस्। यो भर्याङको सहारामा हामी माथि उक्लिँदैछौँ। गुफा बाहिर जाने यो बाटो है। ओके ल, हामी अगाडि बढ्छौँ साथीभाइ हो। ल यो अगाडि माथि देखाइदिनुहोस् एकचोटि। यो त एकदम ठुलो स्पष्ट छ है, गुफा यस्तो छ है। यताबाट फर्केको भर्खर हामी, र अब हामी यता जाँदैछौँ ल। यो हेमन जाने जस्तो छ। हामी पातल लोकबाट राक्षसहरूलाई भेटेर, डाइनोसरहरूलाई भेटेर फर्किँदैछौँ। पहिला चाहिँ यस्तो भर्याङ रहेछ नि, आर्टिफिसियल होइन। समस्या छ भनेर यसो अनुसन्धानको लागि भर्याङ यसरी माथि बाहिरी दुनियाँमा गुफा है यो।